आजबाट कोरियामा तलब बढेको छ। कोरियामा सन् 2026 जनवरी 1 तारिखदेखि लागू हुने गरी श्रमिकहरूको तलबमा वृद्धि भएको छ। सन् 2026 को लागि न्यूनतम पारिश्रमिक प्रति घण्टा 10,320 वोन तोकिएको छ। 2025 को लागि 10,030 वोन थियो भने 2026 मा 10,320 पुर्याइएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष 290 वोन अर्थात् 2.9% ले वृद्धि भएको हो। यस अनुसार 8 घण्टाको ज्याला दैनिक ज्याला 82,560 वोन हुनेछ भने हप्तामा 40 घण्टा काम गर्ने श्रमिकको मासिक तलब 21,55,880 वोन पुग्नेछ। यसमा महिनाको 209 घण्टा साप्ताहिक र बेतलबी बिदा 8 घण्टा समावेश हुनेछ। कोरियन सरकारले 2026 को लागि न्यूनतम पारिश्रमिक वृद्धिसँगै बेरोजगारी भत्ता अर्थात् सिरप खुब्बिया पनि वृद्धि गरेको छ। यसै अनुरूप न्यूनतम मासिक बेरोजगारी भत्ता अघिल्लो वर्षको 19,25,760 वोनबाट बढाएर 19,81,440 वोन पुगेको छ भने मासिक अधिकतम भत्ता 19,80,000 वोनबाट 20,43,000 वोनमा वृद्धि भएको छ। हवस् त साथीहरू, आजलाई यति नै। कोरिया नेपाल ट्युब च्यानल हेर्दै गर्नुहोला। भिडियो कस्तो लाग्यो, राम्रो लागेमा साथीहरूमा सेयर गर्नुहोला। साथै कोरिया सम्बन्धी विभिन्न इन्फर्मेसन र अपडेटको लागि कोरिया नेपाल ट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला भन्दै बिदा चाहन्छु। धन्यवाद।